आज चाहिँ खास 11औं दिन खै जस्ट 10, 11, 12मा एउटा हो म्याक्सिमम् 11 दिन बस्नु ल्याएको छ। आज चाहिँ नि हाम्रो स्कुलको सुरेश सर टुर गाइड भएर चाहिँ हामीलाई घुमाउनु लाग्नु भएको छ। अब घुमिरहेछौँ। बाटो गइराख्ने हो कहाँ छ सेसपु के कहाँ भने थियो जाने हो ओइ हिँडिरहेको छ होइन भने द्याट्स द भ्यू यार मर्निङ भ्यू बिहान 6 बजेको भ्यू हो यहाँबाट गइरहेको हेर्दा यहाँ काफलको बोर्ड भेटेर सरहरू काफल डिभिजनमा छ बल्ल उफ्राको पुल गोइङफोर पुल एकछिनमा इन्ट्रोड्युस गर्छु सबैलाई अहिले हिँडिरहेको चोकमा हिँडिराखौँ बोल्ने काम पछि हुन्छ बोर्डर काटिरह है खास त्यो बोर्डर सिधिँदै उफ्रा आउँछ गुड मर्निङ सबैजनालाई गुड मर्निङ हामी चाहिँ आज एकदम वाकमा जाँदैछौँ आज चाहिँ हामी नयाँ सरहरूसँग चाहिँ हामी तालु कसेरी भन्ने ठाउँमा जाँदैछौँ त्यहाँबाट आउँदैछौँ हामी जे होस् हाम्रो हुनुहुन्छ सर भन्नु त हजुरको नाम चाहिँ हजुर ओके ल सर म चाहिँ अभिषेक बुढा मगर हजुर रोनित सर नामै आइसक्यो रोनित सर रोनित ताम्राकार म चाहिँ एक काट्नु ल आज चाहिँ बब्बाल रमाइलो हुनेवाला छ गाइजहरू ल एकदम खतरा है त अहिले चाहिँ हामीले घ्याङफेदीबाट लगभग 6:20मा चाहिँ हामीले यात्रा सुरु गरिसकेका छौँ एकदम रमाइलो हुनेवाला छ है त ओके यहाँबाट सुरु गर्नु त यो दिस इज क्यानिङ डाँडा क्यानिङबाट तल गयो भने यता चाहिँ हामी घ्याङफेदी दिस इज द घ्याङफेदी दिस इज द भ्यू उप्राको टपमा होइन उफ्रा कि उप्रा उप्रा हिँड्दै लगभग 1 घन्टा हिँडेपछि यहाँ माथि आइपुगेँ है यहाँ ठ्याक्कै ओपन भ्यू छ तर वेदरले साथ दिएन अनि दिस इज द 360 भ्यू यहाँ कुनै दिन उयो डाँडातिर पनि गइन्छ यस्तो बाटो चाहिँ यस्तै छ 7:11 चाहिँ हामी अहिले यो घेवारको तलपट्टिको डाँडामा पुग्यौँ रेस्ट गर्ने ठाउँ हाम्रो यो चाहिँ अब रेस्ट नगरिकन हाम्रो साथीहरू अगाडि गइसक्नु भयो हामी बिस्तारै अब चाहिँ सिधा बाटो छ अब जान्छौँ माथितिर अनि माथि घेवारमा चाहिँ रेस्ट गर्नेछौँ तेह्र 29 मिनटमा चाहिँ अहिले हामी घेवारमा पुगिसकेका छौँ एकदमै यहाँ हेर्न सक्नुहुन्छ आलु फलेको टक्क आलु पनि राम्रो आलु पाइन्छ कि यहाँ एकदम धेरै रमाइलो ठाउँ छ घेवार नामै घेवार भनेपछिमा एकदम समथर ठाउँ भन्ने रहेछ क्या अनि यस्तो वरिपरि हेर्दाखेरि हेर्नु त वरिपरि डाँडा छ टक्क बिचमा चाहिँ यहाँ बस्ती छ क्या यति दामी ठाउँ छ यो चाहिँ विद्यालय हो पछाडि अनि यहाँ वरिपरि हेर्दाखेरि यति राम्रो ठाउँ छ माथि चाहिँ हिमाल यति राम्रो ठाउँ छ हरियाली वरपर एकदम इन्ट्रेस्टिङ छ क्या राम्रो सर हामीलाई कस्तो लागिरहेछ दामी आजको दामी लागिरहेछ मलाई त खास हाम्रो घ्याङफेदी स्कुल यहाँ आउनुपर्ने हो है राम्रो लागिरहेछ खतरा हुन्थ्यो एकदम दामी ठाउँ छ सर सो यहाँदेखि सुरु भएर चाहिँ के हो यो पनि घेवारको सिग्नल यो सबै गाउँै घेवार है हाम्रो दुईजना सर चाहिँ कहाँ गए थाहा छैन हामी दुईजना चाहिँ नि मस्त इन्जोय गर्दै भिडियो बनाउँदै आइरहेको अरे यहाँतिर प्लेसमेन्ट भएको भए चाहिँ एकदम खतरै हुन्थ्यो क्या हामी आएको उयो डाँडाको तल फेदीबाट आएको
यो सबै चढेर यो गाउँ कटेर यत्रो उकालो चढेर गइरहेको छौँ। अझ उकालो छ ल यही पुग्यो। दिस इज द माने। यस्तो सही भ्यू आउँथ्यो है, तर के गरौँ वेदरले साथ दिएन। हिँड्नलाई चाहिँ नि वेदरले एकदम साथ दियो काम नलाएर, तर भ्यूको लागि चाहिँ साथ दिएन। थप्न लाओ, हेरौँ कतिको थप्न सक्छु। ल थप्यो है, थप्यो। ल हाम्रो सरले पनि थप्न लाग्नु भएको छ। ल थप्यो है, थप्यो। ल थप्यो है। ल फेरि अर्को एउटा पनि थप्न लाग्नु भएको छ। ल दुइटै थप्नु भयो। 8:20 मा चाहिँ हामी अहिले बिच बाटोमा पुगिसकेका छौँ। हामी अहिले चाहिँ अब बिच बाटोमा पुग्यौँ है सर हामीहरू। बिच बाटोमा पुग्यो। अब हामी लगभग सिधा बाटो हो, अनि अलिकति मात्र कसेरीको तलपट्टि र तालुको तलपट्टि चाहिँ थोरै उकालो छ। अनि जस हामीले ट्रिप चाहिँ इन्जोय गरिरहेको छौँ है सर। एकदम 2 घण्टा हिँडेर सबैले एकदम स्कुल देखिरहेको छ अहिलेसम्म। जस इन्जोय भएको छ हाम्रो। ल 8:20 भएको छ। अब खाजा खाने त होला नि। हुन्छ यस्तो हो हाम्रो ब्रेकफास्ट है। सरले मेहनत गरेर 4 बजे उठेर 4 बजे उठेर 4:20 मा ठ्याक्क उठ्यो है। 4 बजे उठ्यो नि हाम्रो लागि त। 4:20 मा उठ्यो। अनि त्यसपछि अहिले मैले सक्दो चाहिँ ल आलुको चाहिँ यस्तो आलु त हर्रै भएको छ है। अनि त्यसपछि चाहिँ हाम्रो सुक्खा रोटी चाहिँ बनाएर ल्याएको छु ल मैले। ल सरहरूले कस्तो लाग्छ? यस्तो लग्जरी कसले पाउँछ त? यस्तो बनाउन आउने भएर त होला बिहा नगर्नु। रोटी बनाउन आउँछ, के गर्नु बिहा गर्नु? त्यो पनि गोलो रोटी यस्तो छ कि यस्तो। ल हेर्दै मिठो होला। पर्फेक्ट। ल एकदम मास्नु मिठो छ। 8:20 मा चाहिँ हामीले यहाँ गोलो रोटी बनाउन आउँछ, के गर्नु बिहा गर्नु जस्तो भयो। खाजा एकदम खाजा चाहिँ हामीले त हेर्दै मिठो होला। ल एकदम मास्नु मिठो छ। टक्क हामीले चाहिँ पकाउने हात झनै मिठो। 4 चौको 16 एकजनाको भागमा 4 वटा पुग्ने तरिकाले चाहिँ टक्क हामीले बनाएको छौँ। ल ल बस्नु। ओके हस् है आयो है, मेरो भाग पनि आयो है। ल ल टक्क ओहो तातै रहेछ यार अहिलेसम्म रोटी त। ल ल सर आलु पनि हालौँ सर। ल च्युइङगम रोटी हेर ल च्युइङगम रोटी हो ल आलु आयो आलु आयो। हैन पुग्छ। ल यो चाहिँ नि यहाँ हाम्रो नुवाकोटमा आएर फर्स्ट यसरी खाएको है। फर्स्ट रोटी पनि हो तर बाइ द वे। फेरि यस्तो चाहिँ अलिकति जहाँ गए पनि हामी चाहिँ रोटी खान चाहिँ एकदम छोड्दैन सर। अनि फेरि यो टुर चाहिँ एउटा बेस्ट साउट आउट प्लस ग्रेटिट्युड है सरलाई चाहिँ। ल रोटी पनि खै चाख्नु त सर नुन खुर्सानी कस्तो भएको छ? पकाउने हातै मिठो छ नि। मिठो भइहाल्छ। रोटी हेरेर पेट भरिछ है मलाई। ल हामी चाहिँ टक्क पातलो रोटी सुक्खा रोटी बनाएर हामीले चाहिँ खाजा पनि खाइसक्यौँ यहाँ टक्क। खाएछन् सर, खानु लाग्यो सर। ल खानु त। फर्स्ट बाइट कस्तो छ? ल फर्स्ट बाइट कस्तो छ यसो रियाक्सन दिनु। दामी ल नुन खुर्सानी ओके ल नमरिकन स्वर्ग देखे जस्तो भयो। ल अब चाहिँ हामी यहाँ खाजा खाएर हिँडिसकेका छौँ। 9 लगभग 8:45 तिर भयो होला मेरो अनुमानमा। यहाँबाट चाहिँ फेरि अब आधा बाटो हिँड्नु छ। एकदम खाजा खाएपछि इनर्जी तरिकाले चाहिँ हामी एकदम गइरहेछौँ हामी टक्क सुक्खा रोटी। ओहो ब्रेकफास्ट सकेर फेरि वाक सुरु भयो हाम्रो। भ्यू त्यस्तै छ, तर यता चाहिँ बबाल छ है, ओपन छ। यस्तो डाँडा 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 लेयर देखिरहेको छ है। हिँड्दा हिँड्दा बाटोमा सानो ठिक्कको झर्ना तर दामी छ। तलबाट हिँड्यो यहाँतिर चाहिँ गेट आयो है। गेट कट्ने हो मेबी यो पनि गाउँ जस्तो लाग्छ। बोर्डर हो यो तर तलतिर एउटा बोर्डर थियो, गेट थियो, अनि यहाँ आएर सक्यो रहेछ है। यो चाहिँ नि मेबी गाउँ अथवा
समथिङ लाइक पर्सनल प्रपर्टी धेरै घर चाहिँ छैन, एकदम लिमिटेड चाहिँ छ है। यो गेट कटेर पनि उकालो चढेका छन्। भ्यू हो होइन, अब यसले जुम गर्दै गयो भने चाहिँ यस्तो देखिन्छ कि, तर यहाँ आएर हेर्नुपर्छ यो मोबाइलबाट हेर्नुभन्दा। अनि यहाँ ट्रेल लिएर चाहिँ नि गोसाइकुण्ड चाहिँ यसको ठ्याक्कै पछाडि छ, यहाँ ठ्याक्कै पछाडि है गोट क्लाइम्बिङ हो। यो पेट पर्यो कि बच्चा बोक्यो? पेट पर्यो कि बच्चा बोक्यो? हजुर हिँड्दा हिँड्दा ग्राउन्ड चाहिँ देखियो, गाउँ चाहिँ ऊ त्यहाँ माथि छ। त्यो यो अगाडिको चौरीको बात छ। गाई यता छ है, यता चर्ना छ, यता गाई चर्निरहेको छ, मजाले खाइरहेको छ। यहाँ छ त टन्ने। ल ल ल ल छोड्नु त्यहाँबाट छोड्नु जान्दैन, उसले आफ्नै बाटो खोजेको। ल बिस्तारै 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 जाऊ नि केटा हो, के गरेको जस्तो है गर्नु भएन नि हो केटा हो। यो चाहिँ हाम्रो सुरेश सर हिरो भएर जम्प गरेर फोटो खिच्नलाई खिचेको स्लो मो भिडियो हो। त्यहाँ सही पोज दिन्छ सुरेश सरले, त्यहाँ यस्तो दामी पोज दिएको छ कि फोटो चाहिँ पोस्ट गरेर थाल्छ। हामी यो बाटो, यो पुलको बाटो लाग्ने हो। यस्तो बाटो पानी त फुल आइस पक्रेर आइरहेको पानी है। पुगेँ है, एउटा मोबाइल, दुईवटा मोबाइल, एउटा क्यामेरा, बट द भ्यू इज लाइक दिस। यस्तो थाहा हुँदैन, पछि फोटो पाउँछ भिडियोमा भन्दा नि। सुक्रिम सर चाहिँ नि ल डेरिङ है, डेरिङ बाज। अब म पनि गएको है। ल ल जाउँ सर जाउँ। हाम्रो फोटोग्राफर चाहिँ छ है। पानी यस्तो सफा छ, यस्तो सफा छ। ल अर्को सर पनि जानुभयो। पानी चाहिँ लास्ट क्रिस्टल क्लियर क्या है। ल फोटो फोटो रे चाचु हट्नु पर्यो। भ्यू पनि त बाल छ। अब म पनि लागौँ ला। हाम्रो फोटोग्राफर सर यहाँ पर्खिराख्नु भएको छ फोटो खिच्नलाई। अब लागेँ म नि माथि। ओहो यता देखियो रहेछ पुलको स्टार्टिङ तार। ओए बाटो त सही रहेछ। के ल यस्तो छ है। ओहो मेरो थाम्दैन क्या हो। ल यही हो कहाँ ठिक छ यहाँ। हाम्रो सर यहाँबाट फोटो खिचिरहेको छ। यो है त्यही भने त्यहाँ तलबाट आएको है। यत्रो पुग्यो गाउँ छिर्यो छिर्यो त्यहाँ माथि कराइरहेको छ। अहिलेसम्म नाकमुख दिएछन् गाउँको। अब चाहिँ साँच्ची छिर्यो भनिरहेको छ। त्यहाँ पुगेर हेर्छु छिर्यो हो कि होइन भनेर। बाटो पनि यस्तै हो। खै गाउँ छिर्यो रे, गाउँको नाकमुख देखेको छैन। ल कसम कसम भनिरहेको छ माथि बसेर। खोइ दिस इज त्यो गाउँ चाहिँ छ त्यहाँ छ तर
त्यहाँ फर्किनुपर्छ यार फेरि अनुहार भन्दै कि अनुहार कहाँ सर कसरी 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 पुग्यो कसरी 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 पुग्यो कि कसरी कसरी पुग्यो ब्रेकफास्ट सर है यहाँ ल के हो त्यो के हो सर हामी म्यान भर्सेस वाइल्ड गरिरहेको छौँ चुत्रो खाने चुत्रो के हो यो कस्तो हुन्छ अचार जस्तो अचार खानु मिठो हुन्छ अमिलो अलि अमिलो जङ्गलमा जे पनि अमिलो पाइन्छ क्या हो यो टिपिरहेको छौँ है चुत्रो रे राम्रो छ मिठो अचार बनाउँछ अब चाहिँ हामी लगभग 9:23 चाहिँ हामी यो तालु कसरी चाहिँ पुगिसकेका छौँ। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो साथीहरू एकदम यहाँ अभिषेक सर हुनुहुन्छ। कस्तो लागि छ मलाई त रमाइलो लाग्यो नि सर एकदम ल हाम्रो सरहरू चाहिँ के गर्दै हुनुहुन्छ ल सर अब चाहिँ आयो चुत्रो खाँदै आउँदै हुनुभएको छ हाम्रो सरहरू ट्याक्क कसरी आइसक्यो सर ल एकदम आइसक्यो सर अब ल दामी ल एकदम दामी छ ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ अब कसरी गाउँको बल्ल छाप्रे ल आयो आयो भनिरहेको छ माथि बसेर यस्तो बाटो हिँडाएको छ है गाउँको बल्ल छाप्रो एउटा देख्यो होइन यहाँबाट त्यहाँ आउनु त बाइक नै छ नि ओहो खतरा दिदा यार है गाउँ पुग्यो डान्सर भाइ सुक्रिम सरको आज भ्लगिङ भइरहेछ गाउँ चाहिँ नि यता है सुक्रिम सरको खै त अब हामी चाहिँ एकदम सुन्दर हिमालयको झोला छ नि हिमालको छेउमा रहेको यो कसरी गाउँमा चाहिँ पुगिसकेका छौँ। रमाइलो प्लास्टिक ब्याग छ छैन प्लास्टिक चाहिँ ल हेर्नु ल कसरी प्लास्टिक ब्याग चाहिँ टिपाउला नि रोटी हालेकोमा ल हेर्नु है एकदम दाग चाहिँ लाग्ने हुन्न आलु यतैबाट हेर्नु यताबाट आलु खेती हेर्नु त यहाँ दामी यहाँको अझ लेकमा फलेको झनै राम्रो हुन्छ सर ल ब्युटिफुल प्लेस कसरीमा छौँ हामी चाहिँ अहिले एकदमै रमाइलो ठाउँ छ एकदम यति नजिक छ क्या हिमालको हेर्नु त यहीँ माथि चाहिँ हिमाल छ यहीँ तल चाहिँ गाउँ छ क्या सरी नमस्कार चिन्नु भयो कि नै मलाई यहाँ हेर्नु नि एकचोटि हेलो चिन्नु भएन तपाईँ घरमा कतिचोटि आयो अझै चिन्नु भएन हामी यहाँ कसरी हुँदै तालु घुम्दै आएको गाइज फाइनल्ली हामी पुगिसकेका छौँ यहाँ यसो टक्क होइन हामी चाहिँ कसरीमा पुगिसकेका छौँ है त यस्तो दामी ठाउँ छ के कुरा गर्नु क्या मैले यार कुरा गरेर साध्यै छैन जस्ट देखाउन चाहन्छु क्या म तपाईँलाई हजुर सबै शेर्पा समुदाय बस्नुहुन्छ अनि यहाँ चाहिँ यो स्याउको बोट हेर्नु यहाँ यो स्याउ हो सर ढक्क ए ल हेर्नु ल हेर्नु त स्याउको बोट चाहिँ टक्कै हेर्न सक्नुहुन्छ स्याउ पनि फल्छ ल के रात रात स्याउ फल्यो क्या हो होइन अहिले कहाँ फल्नु सक्छ सुरु भएको छैन यो फुल लाग्यो भने ल अब यो आलु हेर्नु यहाँको यस्तो खतरा छ कि कुरै छोडिदिउँ क्या सट्ट अनि यहाँबाट माथि नजिकै हेर्नु यति नजिक हिमाल छ क्या जस्ट वाउ क्या यहाँ चाहिँ है हजुर आलु बारी पुग्यो है
कसेरीमा आलु ब्याकग्राउन्डबाट आइरह्यो होला कमेन्ट्री त्यही भएर मैले के पनि भनेन नै भन्छ नि यसलाई हो जस्तो लाग्यो जौ र वा भन्छ कि हो जौ अलिकति फरक छ जौ र वाको जाउ चाहिँ लिएर कुट्नै पर्छ यो त सुकाएर मात्रै कुट्छ जमरा बनाउनु के ल्यायो जमारा भने के गहुँ त्यो दसैँमा लाउँछ नि त्यसलाई गहुँ हो गहुँ गहुँ है मकैबाट त्यस्तो गहुँ जौ अनि वा गहुँको चाहिँ त्यो लोसारमा त्यो बनाउँछ ए चलिनुहुन्छ होला नि नलिम होला अब यता तालु पनि झर्नुपर्छ अनि बलु खाने बलु खानु के हो बलु भनेको मकैको बलु रक्सी जस्तै हुन्छ कि ए त्यस्तो त नचाखौँ हुरिया हुरिया के भन्नुभयो बलु बलु मकैको बलु धन्यवाद यति भए पुग्छ आमा होइन खाएर हेर्नु साथीहरू पनि खाएन यो चाहिँ नि बल्लु रे है बल्लु बल्लु रे चिनी गहुँ चिया बल्लु हजुर काठमाडौँमा नुन लिनु जानुपर्ने तेल लिनु जानुपर्ने हाम्रो आमा कहानी भन्दै हुन्छ अहिले कहाँ हो आसन बन्ने अनि अहिले तपाईँलाई चाहिँ कस्तो लाग्छ त राजा राम्रो कि त यी नेता खै हाम्रो लागि त सबै राम्रो हो के गर्नु है अहिले तपाईँको जमानामा चाहिँ राजा पनि देख्नुभयो नि त तपाईँले देख्यो राजा वीरेन्द्रको शासन पनि देख्नुभयो उहाँको कस्तो शासन थियो राम्रो त्यतिखेर त अब यो गाउँमा गाडीको बाटो थिएन हजुर राजा छ भन्ने मात्रै है केही थिएन अहिले त फेरि सबै मान्छेहरू चलाक भयो गाडी आइपुग्यो गाउँमा जे होस् अनि धेरै हेर्नु भएको रहेछ र तपाईँले धेरै देख्नुभयो धेरै देख्यो तपाईँ उमेर कति पुग्यो त 71 वर्षमा हेर्नु त खोइ खोइ काम गरिरहेको हामी त 71 वर्षसम्म बाँच्छ बाँच्दैन थाहा छैन 40 करोडलाई काट्नु थाहा छैन धेरै यहाँका यहाँ होइन लेकमा हावापानी राम्रो एकदम राम्रो एकदम राम्रो छ हावापानी राम्रो यहाँ हेर्नु म हजुर चाहिँ कति पुग्नुभयो मैले 64 64 64 ए यस एकदम टाइट जोडी राम्रै छ हजुरहरूको राम्रै छ 64 हुन्छ 64 ल बाती पनि गयो फेरि ठिक छ बिहा देखेको मैले वीरेन्द्र राजा वीरेन्द्रको धेरै अगाडि उसको बिहा थियो त्यहाँ टुटिखेरको उता नि पुरा बाटो वन मान्छेहरू थुपारेर हात्तीमा सवार मान्छेहरू सुन जस्तो लगाएर हात्तीलाई हात्तीले हाँक्दै रहेछ सर्ने मान्छे पछि पछि अनि तोप त बुङ फुटाउने बिहेमा बिहामा रानीको नाम थाहा छ तपाईँलाई ऐश्वर्या राई होइन ऐश्वर्या सबै राई भन्दै रहेछ नि के हो ऐश्वर्या चाहिँ एउटा हिरोनी पनि छ हजुर 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 महारानीले ऐश्वर्या र अर्को हुनुहुन्थ्यो नि के अरे उहाँ रानी अहिले पनि जिउँदैछ नि रत्नराज्य कोमल रत्नराज्य लक्ष्मी हो नि अर्को पिँढी अर्को अर्को रानी चाहिँ गेलेन्द्रको बुढी त छ नि ज्ञानेन्द्रको दिदी बहिनी आयो यो पनि उसको वीरेन्द्रको पनि सर हुनुहुन्छ हाम्रो गुड म्यान सर ऊ आउनुहुन्छ त्यहाँ भिडियो खिचिरहेको बच्चाहरूले गाली गरे भने बैसाए भन्छ तपाईँहरू भइदिने एकदम रमाइलो चिउरालाई बजी भन्छ रमाइलो कुरा भइरहेको छ हाम्रो चाहिँ अरू कुरा चाहिँ मिल्दैन भजी चाहिँ मिल्दो रहेछ उहाँ मिलिहाल्यो नि अमेरिकातिर पनि छ पार्नु भएको ए हजुर स्कुल पार्नु भएको ल हामी चाहिँ पहिला भूकम्प आउँदाखेरि हाम्रो यहाँ पराएको थियो हजुर हजुर अनि संस्थाले भाडा पारा दियो ए बाहिर गयो यो त काठमाडौँ लानुपर्ने के बल्लु बलु पाइहाल्छ तल खानु नि अन्त म खाँदिनँ कि आमा अनि सबैलाई रक्सी कति करा खान्छ म रक्सी खाँदिनँ कि त्यही भएर फरक पऱ्यो म खाँदिनँ नखान्छ सरहरूले हाम्रो आवश्यक सल्लाह चिट्ठै पर्छ यहाँ एकदम ल हेर्नु है घर चाहिँ कति सजावट कति दामी बनाएको है म त आज बिदा मनाउन आएर होइन स्याटरडे राम्रो यहाँ भोलि भोलि छुट्टी छैन 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 यहाँ हाम्रो शनिबार आइतबार भन्थ्यो भने थियो अब तल दुब्जेश्वरबाट हिजोदेखि छुट्टी बन्द हाम्रो पालिकामा चाहिँ हटाइदियो अहिले आइतबार ए ल ल
त्यसहरूले हामी त्यहाँबाट चाहिँ निस्क्यो होइन त्यहाँ निस्किनु चाहिँ यो गुम्बा आयो सही यस्तो हाइटमा छ होइन यस्तो क्लिन इन्भाइरोमेन्ट छ कि ल झन्डाहरू पनि ल लाउने हो सर म यहाँ भिडियो गरेर आएकोले मात्रै यहाँ यस्तो छ क्लिन के क्लिन फोहोर भने त कहाँ हो कहाँ हो यहाँ फुलहरू अब खास जुत्ता नलाइकन गर्नु नि तर यहाँ भित्र चाहिँ जुत्ता नलाइकन होला बाहिर भएर चाहिँ नि हामीले त्यो इग्नोर गरेँ तालु जानु लाग्यो हाम्रो सालसिक सर चाहिँ नि डेरिङ भएर यहाँबाट उयो पुल गरेर जानु लाग्नु भएको छ हामी नि यही बाटो गएर उयो झर्नाबाट जाने जान पनि यही माथि हेरौँ अब त्यहाँबाट कटेर चाहिँ कसरी माथि चढ्नुहुन्छ पुल त छ तर पुल पनि मजाले पाउँछ नि बाटो यस्तै छ है गाह्रै छ सजिलो त छैन तर पनि छ काम पनि बन्दै हुनेछ मजाले आनन्दले गएर यहाँ तलबाट सरहरू के तलबाट आउनु भयो कि माथिबाट जानुभयो है अभिषेक सर जाने आफूले थाहा छैन त्यो पुल थियो अघिको आवाज ठुलोसोले बोल्नु पर्ने भएको छ अभिषेक सर कहाँ गयो थाहा छैन हामी चाहिँ नि यो पुलबाट गइरहेको छौँ निस्किएला पुलबाट यो चाहिँ नि यहाँ चाहिँ नि नेचुरल पानी घट्टा है यहाँबाट गइरहेको छ नमस्कार नमस्ते घट्टा घुमिरहेको यहाँबाट पानी आएर यहाँ जाने चल्यो घट्टा यो घट्टाको पानी यहाँबाट चाहिँ यसरी बन्द गरेर उता लाग्यो भने बन्द बन्द गर्ने स्टाइल यो अघिको तल चलिरहेको घट्टाको है एकदम नेचुरल पानीबाट घट्टा है ल धन्यवाद सँगै आइदिनु भएकोमा हामी अहिले आउँछौँ त्यहाँतिर यहाँ चाहिँ नि पुग्यो है एकदम तालु रमणीय ठाउँ छ एकदम धेरै हेर्नु होला यहाँ गोसाइकुण्ड नि जाने यहीँबाट हो दाजुको होमस्टे पनि छ यहीँबाट गोसाइकुण्ड पुगेर आउँछौँ हामी भिजिट गरेर गोसाइकुण्ड जाने बाटो यही हो यहाँबाट चाहिँ नि शेर्पा होमस्टे डबल एन्ड सिङ्गल बेड भएको यो बाटैबाट गएर जानु भयो भने गोसाइकुण्ड सूर्यकुण्ड के कुण्ड पुग्छ अरे तर हामी आज चाहिँ गइँदैन हामी यहाँ होमस्टेमा गएर फेरि ब्याक टु क्याङफेदी हो पुग्यो तासितले पुग्यो यहाँ पुग्यो आनन्दले है यहाँ माथि गएर रारा चौचौ अन्डा सरहरू त्यहाँ पखर डुङ्गुना सक्यो प्रोग्राम अब खाने हो अब यस्तो छ खाजा हाम्रो चौचौ अन्डा आलु सकाएर रोटी सकाएर हामी खट्टा मिठा दालमुटको प्रोग्राम चलिरहेको छ अहिले चिया नि सकाएको चियापट्टि हजुर चिया चाहिँ लिनु भएन यो चाहिँ नि अब बाहिर पानी परिरहेको छ है कसरी हिँडिरहेको छु म चाहिँ नि पानी पऱ्यो हाम्रो सरहरू चाहिँ नि छाता उडेर गइरहनु भएको छ ल अब जाने हो बिस्तारी यहाँबाट गोसाइकुण्ड जाने हो हामी फर्कियो नि यही बाटो यो तालु बेस बिसान रे अब हामी यहाँ तल झर्ने हो हामी गोसाइकुण्ड नजाने आज अनि उता चाहिँ घाम लागेको छ यता चाहिँ पानी परिरहेको छ गइन्छ रेनकोटमै छु पछाडि छाता छ हिँड्छ हामी अब यो
हो भने यो सिन चाहिँ है यहाँबाट है यस्तो छ है लाउरेवाला छाता हो कि सर यस्तो बाटो हिँडेर आयो त्यो माथिबाट यहाँबाट गएर यो पुल छ यस्तो सानो बाटो छ छुट्टै नट्ने बाटो रहेछ एकदम केयरफुल भएर चाहिँ आउनुपर्छ पुल पनि हाम्रो ट्रेडिसनल पुल रहेछ सो अब पुल कटिन्छ पुलपछि फेरि उकालो छ पुल गरिन्छ पानी पर्दैछ चिप्लो हुने चान्सेस छ यो म सबै गर्दिनँ म यति गरेर भिडियो अफ गर्छु बिकज आई डोन्ट वान्ट टेक रिस्क अफ फलिङ डाउन एन्ड दिस इज द झर्ना ओभर देयर उताबाट त्यो पनि छैन सो द्याट्स इट ल सरहरू पनि आइराख्नु भएको छ है खोला यहाँ छ आइराख्नु भएको छ रनर है रनर काम पर्सन राम्रो भ्लगर छ त्यहाँ है भ्लग गरेर आइरहेको छ चेन्ज भएको रहेछ कलर अरू चाहिँ केही चेन्ज भएको छैन के को पुलको पुगै छ ज्यादा वाइल्ड हनी यार यस्तो धेरै रहेछ यहाँ वाइल्डै छ क्या वाइल्ड हनी तर वाइल्डै छ टन्नै हामी चाहिँ यत्रो हिँड्यो कि केटाहरू अझै दिएको छैन हामी चाहिँ हिँडै भइरहेको छ फाइनली पुलतिर आइपुग्यो 4 बज्न लाग्यो 10 मिनट बाँकी छ सो पुल उतै छ है त्यही हो पुल यही हो पुरा अब उताबाट घुमेर यो डाँडा काँडा सबै घुमेर तल झरेको है पुग्नु लाग्यो अब रुममा सो आजको जुन ठाउँबाट स्टार्ट गरेको थियो यो ठाउँबाट यहाँबाट माथि गएको थियो यो ठाउँ पुग्यो फर्केर लगभग 10 घन्टा लाग्यो बिहान 6 बजे निस्केको अहिले 4 बजे भयो एक राउन्ड यो डाँडादेखि पछाडिको डाँडा सबै घुमेर अराउन्ड गोसाइकुण्डको ट्रेकिङ रुट पुगेर आएको केटाहरूलाई पनि पर्खिरहेको हो ट्याक्कै केटाहरू पनि पुग्यो पानी चाहिँ परिरहेको है केटाहरू पनि पुग्यो यहाँ पनि छ हाम्रो अर्को भ्लगर अब हामी गाउँ छिर्दैछौँ अब गाउँ छिर्दा चाहिँ अब इन्ट्रोडक्सन दिने हो कि अघि बिहान त दिएन मैले ल सर दिउँ त इन्ट्रोडक्सन ओके म चाहिँ सुरेश चपेल एकदमै रमाइलो लाग्यो ल हामीलाई ल सर कस्तो लाग्यो आजको ट्रिप भन्नु त बाबा ल चाचु कस्तो लाग्यो त लासो फ्याफुल्लो टाँसिएले अनि कस्तो लाग्यो बबाल एकदम मजा आयो एकदम मजा आयो हाम्रो बुढा सर हजुर सर कस्तो लाग्यो त दामेला म क्यामेरा खिचिरहेको छु ल हाम्रो गोप्रो छ है यहाँ एकदम खतरा सस्तो गोप्रो लाइट अर्को हप्ता फेरि जानुपर्छ यो औँसेल है ऐँसेल है आँपमा पनि हुन्छ नि अब अमिलो यो ओरेन्ज कलरको चाहिँ अमिलो रहेछ येल्लो कलरको चाहिँ गुलियो रहेछ गुलियो पनि छ मेरो है पुग्यो हाम्रो कुमार सर बाहिर बसिराख्नु भएको छ यहाँ अब वेलकम कार्यक्रम भइरहेको कि के भइरहेको थाहा छैन हे तालु के भइरहेको छ सर यहाँ सर के गरेर बिताउनु हो त्यहाँ पुग्यो रुममा पुग्यो तर के गर्नु बत्ती छैन अन्धकार छ अब जुत्ता फुकालेर उता बसौँला
आलु कसरी सक्यो। अब के हुन्छ पछि हेरौँ, नत्र भए आज भिडियो मेबी यहीँ सकिने बेर पनि छैन। केटाहरूले आज अन्डा करी आलु राखेर है, त्यसपछि हाम्रो मासु अचार। आज दिनभरको थकानले अब यसरी खान्ला हामी। ल ल म नि खान्छु अब ल सुरु गरौँ अब।